मोबाइल राख यार मोबाइल राख अहिले welcome back to my channel सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु धेरै दिनपछि भ्लग स्टार्ट गरेको छु त्यही भएर अलिअलि लाज लागिरहेछ मान्छेहरू टनै छ क्या उताबाट हेरिरहेको छ यहाँ चाहिँ साइकल ठिक गर्ने ठाउँ है यहाँ अनि हामी चाहिँ 12 रिंगित ऐसा वाला ट्यूब का 15 रिंगित 10 रिंगित देता है 10 रिंगित नहीं आता भाई खर्जुन मिला के 10 रिंगित नहीं होगा ओके ट्यूब चेंज कर दो उसके बाद इस इधर क्या क्या करना पड़ेगा ये सब हलता है हिलता है ये सब हाँ ये सब अच्छा कर देगा 12 रिंगित में दो लगा दे दो हाँ 12 रिंगित दोनों इसको ऊपर करने नहीं मिलेगा इसको ये चेन का हाँ ऊपर कर दो सबसे ऊपर में ना यसो कर दे तो स्लो कुछ क्या त्यो भएर चेन्ज अलिक ढिलो गर्नु पर्यो होइन अलि टाइट भएर बसिरहेको छ कुनै छैन यसमा त सो एभ्रीबडी यस्तो छ आजको हलीचली मलेसियाको पानी पर्ने अवस्था छ त्यही भएर हामी छता बोकेको छौँ होइन यस्तो छ है हामी चाहिँ अब पसामाला जान लाग्यो है पसामाला भनेपछि हाम्रो बजार जस्तो लाग्छ क्या यहाँ हप्तामा एकचोटि लाग्छ होइन सो हामी चाहिँ त्यही जान लागेको होइन मासु नभए माछा पनि लिएर आउनुपर्छ होइन यहाँको सानो तिनो पसल हाम्रो केही सामान यति लिनु पऱ्यो भने यहाँ आउँछौँ हामी चाहिँ कालेको पसल रहेछ 100+ छैन क्या हो 100+ दामी लाग्छ हामीलाई त्यो चाहिँ पसल यो सानो तिनो पसल हो क्या यहाँ यस्तो छ यहाँ हाइवे साइडमा मछलीहरू बन्छ है माछाहरू बन्छ है यहाँ कुखुरा लोकल माछाहरू छ यहाँ कोमल माछा छ यहाँ हामी चाहिँ उता साइकल बनाउनु दिएको कि अनि साइडतिर आएको यहाँ हामी जुस खानुलाई तर 100+ देखिरहेको छैन उतापट्टि हामीले साइकल ठिक गरिदिएको छौँ त्यो ठिक हो भने दुईजना त्यसमै हिँडिदिने हो अगाडि पछाडि त बस्ने ठाउँ छैन होइन यहाँ प्रायः साइकलहरू यस्तै हुन्छ कि हामीले 100 रिङ्गेटमा किनेको थियो होइन त्यो पछाडि हुँदैन यहाँ चाहिँ बस्नुपर्छ दुईजना जानु पऱ्यो भने यहाँबाट यहाँ चाहिँ बस्नुपर्छ एकजना ड्राइभर यहाँ चाहिँ सानो सानो खोजेको सानो छैन अरे के सो त्यही भएर केवल ठुलो उठाइदियो अब खाने मान्छे दुईजना मात्रै हो अब जति खाए पनि सक्दैन होला होइन सो यताबाट नै खाँदै जाने होइन उताबाट फर्केर नि खाँदै आउने सो पानी पर्ने अवस्था छ लगभग 10 मिनट भइसक्यो हामी त फेरि यहाँ आएको होइन साइकल ठिक भयो कि भएन भनेर छता पनि छ है फेरि टेन्सन छैन हामीलाई त्यहाँ खटरा साइकल हामी मोबाइल राख यार मोबाइल राख ल हामी चाहिँ अब बजार पुगिसक्यौँ है यही हो बजार लाइटिङ साइटिङ गरेको छ दामी छ क्या अहिले हामी चाहिँ भित्र जान लाग्यो है प्लास्टिक गाडी चल्दैछ क्या हेर्नु प्लास्टिक गाडी चलिरहेको छ यहाँ छता यसो माछा मासु लिउँ भनेको स्याटरडे मात्र लाग्छ अरे क्या यस्तो यार भिजोक भयो हाम्रो पानी पनि पर्न लाग्यो जाउँ अब रुम उतातिर पसलमा लिने उता के पनि पाएन क्या आज नलागेको यता किनिदिएको सबै माछा लिएको अनि अन्डा लिएको अनि हिँडिदिएको अब चल्दिएको पर्खिबस माया तिमी छिटै फर्किआउँछु म आँखा चिम्लिँदा नि माया तिम्रै तस्बिर देख्छु